हजुर नमस्कार, स्वागत छ धर्मशास्त्रमा म ज्योतिषी हाकिम सम्राट मल्ल र आजको दिन म हजुरलाई वास्तुसँग सम्बन्धित एउटा टिप्स लिएर उपस्थित भएको छु। त्यो टिप्स हो काँडावाला बिरुवा हामीले घरमा लिएर आउनु हुन्छ कि हुँदैन, यसको नोक्सान मात्र छ कि फाइदा पनि छ, यो विषयमा रहेर म हजुरलाई केही जानकारी दिन गइरहेको छु। जस्तै कि काँडावाला कुनै पनि बिरुवाहरू हजुरले घरमा लिएर आउन चाहिँ सकेसम्म हुँदैन। काँडावाला बिरुवाले चाहिँ हजुरलाई राम्रो भन्दा पनि नराम्रो धेरै गरिरहेको हुन्छ। यसले चाहिँ राहु र केतुको एनर्जीलाई चाहिँ एक्टिभ गरिदिरहेको हुन्छ। राहु र केतुको एनर्जी जब एक्टिभ हुन्छ, हाम्रो फ्यामिली, हाम्रो घरमा चाहिँ धेरै चिजहरूको चाहिँ समस्या उत्पन्न हुन सक्छ। जस्तै कि हजुरको हेल्थ इस्यु हुन सक्छ हैन, परिवारमा चाहिँ कसैको कुराहरू नमिल्न सक्छ, जहिले पनि झगडाहरू हुन सक्छ, कुनै पनि चिजहरूको मिटिङ बस्नु भयो भने पनि त्यो चिजहरू चाहिँ टुङ्गिन्न, त्यो चिजहरूले गर्दा अलि ठुलो चिज समस्या चाहिँ निम्ताउने काम गर्छ। यो सबै चिजहरू भनेको चाहिँ काँडावाला बिरुवाले चाहिँ निम्ताउन सक्छ र यसले गर्दा धेरै ग्रहहरू पनि बिग्रिन्छ। जस्तै कि म हजुरलाई उदाहरणको लागि भनिदिन्छु, हजुरले काँडावाला बिरुवा लिएर आएर पूर्व दिशातिर राखिदिनु भयो भने पूर्व दिशा भनेको सूर्यको दिशा भनिसके पछाडि हजुरले चाहिँ सूर्यको एनर्जीलाई चाहिँ डिस्टर्ब गर्ने काम गर्नुभयो। सूर्यले हेर्ने भनेको आत्मबल हो, शरीर हो हैन, भनिसकेपछि हजुरको आत्मबलमा कमी आउन सक्छ, हजुरको शरीरमा केही न केही रूपमा चाहिँ डिस्टर्ब हुन सक्छ भनिन्छ। जस्तै हजुरले उत्तर र पूर्वमा राखिदिनु भएको खण्डमा उत्तर र पूर्व भनेको चाहिँ बृहस्पतिको दिशा हो, बृहस्पतिको कोण हो। अब हजुरले बृहस्पतिको एनर्जीलाई चाहिँ डिस्टर्ब गरिदिनु भयो भनिसके पछाडि बृहस्पतिको एनर्जी डिस्टर्ब गर्ने बित्तिकै हजुरको स्वास्थ्यहरूमा, शिक्षाहरूमा चाहिँ समस्या आउन सक्ने भयो। हजुरले अब त्यसलाई चाहिँ उत्तर दिशातिर राखिदिनु भयो भने चाहिँ उत्तर दिशा भनेको चाहिँ बुधको दिशा हो हैन, बुधको दिशामा अब हजुरले राखिदिने बित्तिकै चाहिँ बुधले भनेको बिजनेस व्यापारहरू हेर्ने हो, बाणी हेर्ने हो हैन, बुद्धि हेर्ने हो, त्यो चिजहरूमा चाहिँ समस्या आउन सक्छ। त्यसैले सकेसम्म काँडावाला बिरुवाहरू चाहिँ हजुरले घरमा नल्याउँदा नै बेस्ट हुन्छ।